सम्पूर्ण श्रोतावर्गमा मेरो हार्दिक नमस्कार। आज थोरै कुरा राख्न मन लाग्यो स्वास्थ्यको विषयमा। हामीले दैनिक खाने तेल त्यो विषयमा थोरै दुई शब्द राख्न मन लाग्यो। आज बिहान स्टोरमा गएँ, त्यहाँ गएर मैले सनफ्लावरको सिड भनेको सनफ्लावरको बियाँ कति रुपियाँ केजी छ भनेर सोधेँ। उहाँले भन्नुभयो 1000 रुपियाँ केजी। अब 1 केजी तेल 1 लिटर तेल निकाल्नको लागि कति सनफ्लावरको सिड चाहिँ पेल्न पर्छ होला तपाईँ गेस गर्नु। सामान्यतया 2 केजी 250 ग्रामदेखि 2.5 केजी चाहिँ नपेलिकन 1 लिटर तेल आउँदैन। भनेपछि सनफ्लावर तेलको मूल्य कति हुनुपर्ने त भन्दा 2500 हुनुपर्ने, कम्तीमा 2500। अझ त्यो पेलेको चार्ज राख्दा त अझ बढी हुनुपर्ने। तर बजारमा सनफ्लावर सिडको त्यो फुलको चित्र प्लास्टिकमा टाँसेर बजारमा यत्र तत्र सनफ्लावर तेल ओइल भनेर चाहिँ बेच्न राखेको छ। त्यसको मूल्य कति छ भनेर त्यो पनि सोधेँ, 250। अब तपाईँ आफै अड्कल गर्नुहोस्, के त्यो सनफ्लावर तेल हो? हामी नागरिक, हामी त आम नागरिक हो नि। हामीले राज्यलाई के दिए छैनौँ? नियम कानुन मानेका छौँ, कर टाइममा तिरेका छौँ, होइन? नियम कानुन उल्लङ्घन गरेर त गएका छैनौँ। राज्यको काम के त? हर नागरिकको अरू केही गर्न नसके नि स्वास्थ्यको विषयमा त संवेदनशील हुनुपर्छ। ल, उसले औषधि उपचार गरिदिन सकेन, तर हामीले खाने वस्तु जुन छ यसरी। अब यो तेलको विषय मात्रै होइन, अब यो तेलको विषय मात्रै मैले आज राख्न खोजेको, किनभने हर ठाउँमा यस्तो छ। अब तपाईँ भन्नुहोस् त्यो तेल हो कि होइन? तपाईँले खाएको तेल खानुभएको छ कि कतै विष खानुभएको छ? यो कम्पनीका साहुजीलाई मेरो फेरि अनुरोध के छ भने, तपाईँ पनि एक दिन त मर्ने हो नि, यो संसार त छोड्ने हो नि। तपाईँले सबै कुरा त लानुहुन्न नि। तपाईँका छोराछोरी श्रीमती पनि तपाईँसँग त जाँदैनन् नि। फर्केर तपाईँको सम्पत्ति यहाँ राज गर्न त फेरि आउनुहुन्न नि। तपाईँले फेरि आफूलाई सोच्नुहोस् त, तपाईँले लिएर जाने के त? कि सत्कर्म कि कुकर्म हो? तपाईँले अर्को जन्मको कतिको विश्वास गर्नुहुन्छ? म त गर्छु। मलाई त रियालिटी त्यो थाहा छ, मलाई एउटा अनुभव पनि मलाई दिलाइसकेको छ यो प्रकृतिले। खैर, तपाईँ विश्वास नमाने पनि यस्तो सारा जनताको स्वास्थ्यमा जानी यस्तो हेलचेक्राइ गर्दाखेरि तपाईँलाई अलिकति आत्मग्लानि हुँदैन? तपाईँले जेको तेल बेच्नुभएको त्यसैको ब्रान्ड राख्नुहोस् न। सनफ्लावर किन राख्नुहुन्छ? यदि खाद्य वस्तु हो भने त त्यही राखे नि त बिग्छ नि त। तपाईँले जे राखे पनि त यदि खाद्य हो भने त बिग्छ नि त। सनफ्लावरै राख्न किन पर्यो र? नराख्नु नि सनफ्लावर। अब हामीले शङ्का गर्ने कि नगर्ने तपाईँलाई? अब सनफ्लावरको नाम राखेर बेच्नु भनेको तपाईँको त्यो तेलको उत्पादनमा कहीँ न कहीँ मिसावट छ। अनि यस्तो मिसावट हुँदाखेरि राज्यले हेर्न पर्ने हो कि होइन? राज्यले त हेर्न पर्ने हो नि। अब नागरिकलाई अरू कोही दिन नसके पनि खाद्यान्नको विषयमा त ध्यान दिन पर्ने हो नि। राज्य कहाँ छ? के हेरेर बसिया छ? अनि जनताले फेरि यिनैलाई हाम्रा नेता, ओहो हाम्रो भविष्य निर्माण गर्ने मान्छे, यिनैको पछि लाग्नु पर्छ भनेर जनता लाग्छन्। सोच्नुहोस् तपाईँहरूले। म तपाईँहरूलाई अरू पनि फेरि निकाल्छु त्यस्तो भिडियोहरू। आज मैले एउटा उदाहरण तपाईँलाई चाहिँ सनफ्लावर तेलको मात्रै दिएको। सनफ्लावर तेल खानुभन्दा एकपटक होइन 10 पटक सोच्नुहोस् त्यो सनफ्लावर हो कि होइन। 1 लिटर सनफ्लावर तेल उत्पादन गर्नलाई कम्तीमा 2.5 केजी चाहिन्छ। 2.5 केजीको मूल्य कति पर्छ? 2500 पर्छ। तर तपाईँले कतिमा किन्नुहुन्छ? 250 मा। म दोहोऱ्याएर भन्दैछु, सोच्नुहोस्। स्वास्थ्यभन्दा ठुलो कुरो केही छैन। अहिले मैले जान्दा सुगर, थाइराइड, ब्लड प्रेसर, कोलेस्ट्रोल यस्तो भएको बिरामी गाउँमा पाइँदैन थियो, सहरमा नि पाइँदैन थियो। पाइन्थ्यो के त, बरु झाडा पखाला थियो, सुत्केरी हुन नसकेर मान्छे मर्थे, बच्चाहरू चाहिँ मालन्युट्रिसन भएर मर्थे। म एउटा स्वास्थ्य कर्मी पनि हो। तर अहिले झाडा पखाला कन्ट्रोल भयो, मातृशिशु मृत्यु दर पनि कम भयो, होइन? बच्चाहरूको मृत्यु दर पनि कम भयो। तर के भयो त भन्दा दीर्घ रोगहरू, थाइराइड, सुगर, कोलेस्ट्रोल, ब्लड प्रेसर, यावचित युरिक एसिड, उमेर 30 वर्ष पुगेको छैन, सबै औषधि खान सुरु गरिसकेका छ। केले त यो?
एउटा त व्यायाम कम भएर दोस्रो खाना, मेन त खाना हो। अब खानामा तपाईँलाई एउटा मात्रै उदाहरण आज भने मैले तेल, तर यस्ता थुप्रै छन्। म कुनै दिन फेरि त्यो पनि भन्छु। सरकारलाई मेरो अनुरोध छ, यस्ता विषयमा सचेत भइदियोस् र यो उत्पादन गर्ने कम्पनीका मालिकले यो मैले बोलेको कुरा सुन्नुभएको छ भने यसको जवाफ दिनुहोस् आम नागरिकलाई। तपाईले बेचिराखेको तेल खाद्य हो, खानायुक्त हो, अखाद्य होइन भने जे हो त्यही राख्नु न, किन सनफ्लावर राख्नुहुन्छ? यसरी झुक्किएर चाहिँ नबेच्नुहोस्, यो मेरो विनम्र अनुरोध छ। नमस्कार। सबै मेरो कुरा सुनिदिनु हुनेहरू सबै ग्राहक के अरे श्रोताहरूमा आफ्नो मनमा भएका कुराहरू राखिदिनुहोस्, कमेन्ट लेखिदिनुहोस्। धन्यवाद।